मरु एक नोट जुन कि राजा महेन्द्रको पालामा निष्कासन गरिएको पहिलो 1 को नोट हो। यो नोट करिब 10 करोड थान निष्कासन गरिएको थियो त्यो बेलामा। अब कुरा गरौँ यो रुपैयाँ 1 नोटको बारेमा। यो नोट पनि 3 करोड थान जति निष्कासन गरिएको थियो राजा महेन्द्रको पालामा। र यो रुपैयाँ 1 को नोट तपाईहरुले हेर्न सक्नुहुनेछ जुनमा तस्बिर राखिएको छ। यो मात्रै 1 रुपैयाँको नोट हो जुनमा महेन्द्र राजाको तस्बिर राखिएको छ। त्यो पनि यहाँ तपाईहरुले हेर्न सक्नुहुनेछ, आर्मी क्याप लगाएको तस्बिर छ उहाँको। यो नोट करिब 10 करोड थान निष्कासन गरिएको थियो भने यो स्वर्गीय राजा वीरेन्द्रको पालामा निष्कासन गरिएको नोट हो जुनमा स्वर्गीय राजा वीरेन्द्रको आर्मी क्याप लगाएको तस्बिर राखिएको छ भने यो नोट करिब 15 देखि 20 करोड थान निष्कासन गरिएको थियो त्यो बेलामा। अब एउटा यो 1 रुपैयाँको नोट पनि छ राजा वीरेन्द्रको पालामा जुनमा उहाँको श्रीपेच लगाएको तस्बिर राखिएको छ भने यो नोट करिब 20 करोड थान निष्कासन गरिएको थियो। अब 2 रुपैयाँको कुरा गर्दा चाहिँ यो करिब 29 करोड थान निष्कासन गरिएको थियो।